यो ब्यागमा गुन्डा लाग्छ उता बोमो लो लो उठेको ल बिस्तारै जानु कतिखेर छ अब म अब 15 को ठाउँबाट छ सिलगढी अनि सिलगढी पनि नानी अनि मेरो बुढी अनि मेरो आमा हैन ल झोला ल्यायो ल जानुपर्ने हुन्छ अब मेरो किन्नुपर्ने हुन्छ बुढीले त किन्यो ल लास्टपति छ्याजलो सबैजनालाई गुड मर्निङ है हामी चाहिँ अब फेरि बेहुला बेहुली भएर जानुपर्ने हुँदाखेरि चाहिँ हिजो अलिकति आज सपिङ गर्नु जानुपर्ने हुन्छ अन्त मेरो बुढी चाहिँ यसो अलि दल्यो भनेको क्रिम त खै दल्दैन हामी त जन्मै गोरो केही दल्नु पर्दैन हो अन्त हामी चाहिँ अब बजार जाँदैछौँ खानाहरू खाएर होइन ल मेरो बुढी रेडी भयो होइन अन्त अलिक काली छ कि आउनु मान्दैन फोटोमा भिडियोमा हेर्नु न शरम गरेँ अन्त पैसा कति छ देखाउनु न 20,000 ल रेडी भयौँ अब चाहिँ जानुपर्ने हुन्छ होइन अब बहिनीहरू पनि जान्छ माथिबाट त्यहाँदेखि चाहिँ मेरो बुढी सासु आमासँग चाहिँ टक्कै जान्छ हेर्नु कडा छन् फेरि हाम्रो आमा त हो मदर त खतरै हो बरीहरू तर मिल्छ के चाहिँ ल मदर चाहिँ एकदम कडा छ तर मदरसँग चाहिँ एकदम मिल्दैछ होइन खुसी लाग्छ यसरी सासु बरी मिलेको राम्रो हुन्छ होइन यतिको हुनु पऱ्यो ल के हुन्छ बाटोमा देखाउने छु है तपाईँहरू हेर्दै जानुहोस् होला है हिजो हेरेर धेरै कमेन्ट गर्नुभएको छ खुसी लाग्यो है 1-1.5 घन्टामै अब 2000-3000ले हेरिदिनुहुन्छ खुसी लाग्छ अझै हेरिदिनुहोस् सेयर गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् लस अब सिङ्गल त्यो मिङ्गल भइहाल्यो के गर्नु छोडिदिने हो ल जो साथी म चाहिँ यहाँ दाजुलाई पेरङ्गो बुन्नु लाथ्यो ससुराल जाने हेर्नुहोस् ल कस्तो हुँदो रहेछ पेरङ्गो आमाले जानेछ त छप्पै छापे होइन त्यहाँदेखि अन्त लगाएर रोटी होइन त्यो केरापात एकपल्ट मिलाएर लगायो अन्त के डोरी त्यसो गर्छ है ल मालाजुलाई टोसी ल्याइन्छ अरे भन्नु त्यस्तो बेसी त ल्याइँदैन 1 क्वार्टर यसमा चाहिँ कुखुरा अब हाले लानुपर्ने हुन्छ ठक्कै उहिलेको भने चाहिँ अब के भन्छ क्यारी ब्याग अहिलेको भने चाहिँ चेक्कै आमा टुक हिँड्नु त भाउजू एक ठाउँ हो नि यो बोकेर ल राखिदिनु भाउजू अब भोलि मात्रै ल भरे भोलि अब रोटी पोलेर आउनुपर्ने पर्सिको दिन मात्रै हुन्छ जानुपर्ने यो ल धन्यवाद रक्सी खुवाउँछ अरे भनिदिनु रोटी नै खुवाउँछु रक्सी खुवाउँदैन मान्छे बिगार्दैन अब ल म चाहिँ यस्तो हिँड्नुपर्छ नि त यहाँ अब हेर्नु ऊ तलबाट आउनुपर्छ चाहिँ अब चाहिँ आइपुग्यो होइन अब गाडी पनि आइपुगेछ यहाँ म चाहिँ कोपी बोकेर आएको यता बुढी चाहिँ लुगा बोक्दैछ ल त यहाँ टक्क आइपुगेर चाहिँ अब गाडीमा जानुपर्ने हुन्छ होइन देख्नुभएको हो नि त तपाईँहरूले यो ब्यागमा गुन्डा लाग्छ उता बोमो हाम्रो सिसिल ब्लगर ल गुड मर्निङ के छ अनि हालखबर तपाईहरुको ठिकठाकै हुनुहुन्छ एकदम ठिकठाक भनिदिनुहोस् ल सिसिल राम्रो होस् शुभ होस् है काम अगाडि बढाउँदै लानुहोस् यही छ मेरो भन्नु ल त हामी त कन्टिन्यू हुँदैछ हिजो पनि उहाँ नै आउनु भएको थिएन हेर्नु होला नि त अब चाहिँ जानुपर्ने हुन्छ है आज चाहिँ दिन त छोराबुहारीलाई चाहिँ सपिङ गर्ने लग्ने गरे नि है ब्याग पनि आज डरै बोकेछ हारिवाल चाहिँ म छु है आमा गरम हुन्छ आज गरम छ के हो बहुला चाहिँ पानी आउँदैन हजुर
पसिना मान्छे झन् पसिना आइन झन् कालो देख्न थाल्यो त म त अनि चाहिँ हामी चाहिँ फेरि हिजोकै जग्गा जानुपर्ने हुन्छ है गुम्बा फडक बहिनी र भानिस केटो छ लिएर जानुपर्ने हुन्छ हामी फ्यामिली नै छ मेरो बुढीलाई पनि बोलाउँछु त्यतिखेर चाहिँ ल त्यतिखेरै गुम्बा दर्शन गर्नु कि आज गर्ने ढोक्ने बुढी कल गर्नु पर्थ्यो दामी छ नि यहाँ त भ्यू त हजुरहरूले चाहिँ आउनु भयो भने चाहिँ यहाँ चाहिँ होमस्टेहरू धेरै छ बस्नु घुम्नु सक्नुहुन्छ होइन मोनास्ट्री हो चाहिँ हाम्रो पेमा छुलिन गुम्पा मेरो बहिनीको रेस्टुरेन्ट रिसोर्ट भन्नु मिलेन सानो फास्ट फुड दोकान है ल गुम्पा डाँडा हेलो भन्दियो हेलो भनिदिनु हेलो अघि बुम बुम देखेपछि त खै बुम बुम सन्चो खै त डेन्जोङबाट म अब बजार जानुपर्ने हुन्छ होइन सपिङ गर्न ल बजार पुगेँ होइन त्यसो बुम बुम टिटिट बुम 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 फुस्रो भयो फुस्रै भयो बुम बुम ल जाउँ कता हिँडेको बिजुली बालेर जाउँ कता हिँडेको बिजुली बालेर हट भएर ब्युटी भएर हामी हेरेको हेर्दिन हेलो गरिदिनु हेलो गाडी हेरेको छ हाम्रो मानिसले चाहिँ होइन त्यस्तो छ अब चाहिँ एकछिनबाट चाहिँ खानाहरू खाएर चाहिँ सपिङमा जानुपर्ने हुन्छ होइन पछाडि बुढी अगाडि म होइन अन्त त्यस्तै छ अब चाहिँ सपिङ गर्नुपर्ने हुन्छ अनि तपाईँहरूलाई आइदियो भने चाहिँ म कहाँ जान्छु के गर्छु होइन सो अहिले चाहिँ खाना खाएर निक्लेको भएपछि दिनु आउनु एकछिन बुम बुम ल जानु पर्ने हुन्छ है हो कुन चाहिँ दोकान जानुपर्ने हो भनिदिनु त ढ्यान्जोङ भाइ हाम्रो ढ्यान्जोङले भनिदिनु त हामी भने चाहिँ अहिले यहाँ होइन भाउजूको लुगा मेरो मिसेसको लुगा किन्न आएको सो ट्रेडिसनल ड्रेसहरू होइन ल कल गर्ने बेला भएछ हौ यो कन्ट्याक्ट नम्बर छ त्यही ल तपाईँहरू पनि आउनु भयो नि यहाँ पाउने चाहिँ यहीँ छ त चाहिँ केक अर्डर गरेको छु होइन भनेपछि मैले साह्रो रह्यो क्या मम्मीलाई दग्द दियो अब चाहिँ के खानुपर्ने हुन्छ हौ केक ल वाउ भन्यो ताली लगाइदेऊ वाउ ल वाउ भन्नु न ह्याप्पी बर्थडे भनिदिनु लु खै कसको ह्याप्पी बर्थडे हो ल एकछिन ल काट्नु पर्ने हुन्छ है ह्याप्पी बर्थडे टु यु ढ्यान्जोङ पा भनिदिनु ल मितो दामी छ खानु पर्ने हुन्छ मिठो है लु लस
मेरो फ्यान स्केटर म चाहिँ लो लो Oh wow. 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 मम्मीले मार्छ फेरि मम्मीले वाउ वाउ अब चाहिँ सपिङहरू पनि गरेँ होइन छक्कै अझै मेरो गर्नु छ हाम्रो चाहिँ अब भाइ चाहिँ माइला भाइ चाहिँ जानु लागेको होइन अब म चाहिँ महेश्वरमा पढ्छ बिहानै छुटेको ल बिस्तारै जानु कतिखेर छ अब म अब 15 को यहाँबाट छ सिलगढी अनि सिलगढी भोलि ल मेरो चाहिँ माइला भाइ होइन लामा हो चाहिँ अब जान्छ मैसूरमा पढ्छ एक सालमा एकपल्ट आउँछ हो मेरो बहिनी साइली बहिनी नानी अनि मेरो बुढी अनि मेरो आमा होइन ल झोला ल्यायो ल जानुपर्ने हुन्छ अब मेरो किन्नुपर्ने हुन्छ बुढीले त किन्यो ल लास्टपति रुवाई त रुवाई के खाएर त मलाई खोकी लाग्यो नि के खाएर ल अब सपिङहरू सकेर चाहिँ केस काट्नुपर्ने हुन्छ होइन बुढी त जानुभयो क्या अन्त यो चाहिँ साहिल भैयाको दोकानमा आएर चाहिँ केस कटिङ हुँदैछ क्या अब हेरौँ कतिको हिरो बनाउँछ है अस्ति पनि यहीँ काट्छ नि त म त मसाज ससाज हानेर चाहिँ जानुपर्ने हुन्छ यहाँ ल छ्याट्टै काटेर म कहिले काटेँ यतै काट्छ सबै भेटेर सर्च गरेर पनि चटाक चिटिक भएर पनि निक्ल्यो केस चाहिँ कस्तो काट्यो होइन ठिकै छ ल के चाहिँ कहाँ ह्यान्डसम ह्यान्डसम भएछ त लास्टै ह्यान्डसम भएछ नि यतिको हुनु पऱ्यो नि हो अहिले भने चाहिँ खाइ त वारे पुग्यो फलक ताली बजाइदिनु हो गुड बाई बाई गएको है नखानै चाहिँ आयो घर आइपुगेर लुगा सुगा फेरेर होइन खाना सब्जी गरेर अन्त हाम्रो हजुर मिसले चाहिँ खाना बनाउनु भयो सब्जी मासु ल्याएको थियो अनि खाँदैछ यहाँ भुटा रक्सीसँग बाबा पनि खाँदैछ हल्का आज खाइदिनु भनेको एक मातेर सुत्दिनँ आज यहाँ बुहारी उता एक चाहिँ लडाइदियो बुहारीले पनि भनेको केही हुँदैन खाऊ गुड बियर खाएर आज एकछिन है यहाँ हो खानुहोस् न टेन्सन नगर्नु खै साइलो लिएर खानु यो हड्डी खाने भने न हड्डी हेलो हजुरहरूलाई अहिलेसम्म वेट गराएन अघिदेखि कहिलेदेखि हेर्नुभएको हुँदैन ल साथी हो अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद होइन अनि अब चाहिँ हामी सुत्नुपर्ने हुन्छ खानाहरू खाएँ आएँ होइन अनि मेरो बुढी चाहिँ पछाडि है मेरो बुढी पछाडि मात्रै हुन्छ नि के गरेछ हेर्नुहोस् ल लुगा पठाउँदो रहेछ उता फर्केर ल गुड नाइट भनिदियो बुढी यता हेर गुड नाइट एभ्रिवान म बिजी छु यतिको चाहिँ हुनुपर्छ मेरो त
फ्यान फलोवर्सहरू त धेरै वर्षलाई खालको बुढीले त उता फर्के गर्छ होइन लुकेर फेरि ल नयाँ हुनुहुन्छ अनि फेरि पनि भन्न चाहन्छु तपाईँहरूले होइन लाइक कमेन्ट सेयर सब्सक्राइब हान्नुपर्ने हुन्छ है अनि तपाईँहरूलाई पेजको नाम थाहा भने नि देव भिलेज लाइफ ब्लग छ होइन युट्युबमा त्यहाँ गएर चाहिँ सब्सक्राइब हान्नुपर्ने हुन्छ होइन हानिदिनुहोस् ल ओके बाई बाई गुड नाइट लभ यु